हेलो साथीहरु, नमस्ते। वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मैले आलु पराठा बनाउन गइरहेकी छु। मसँगै हेर्नु होला है त कसरी बनाउँदो रहेछ भनेर। सबैले बनाउन जान्नुभयो, त्यही पनि मेरो रेसिपीलाई हेर्दिनु होला अनि माया गरिदिनु होला। सुरुमा त मैले पिठोको डोला यसरी रेडी पारे अनि त्यसपछि आलु पराठाको आलुमा चाहिने सरसामग्रीहरू सबै काटकुट पारेर रेडी पारे। अब चाहिँ मैले यता आलु बोइल गरिसकेकी थिएँ। मैले चाहिँ सुरुमै आलुलाई छिल्छु अनि बल्ल बोइल गर्छु कि पछि म्यास गर्ने बेलामा सजिलो हुन्छ नि त। अनि यसरी काँटा चम्चाले म्यास गरेर मैले रेडी पारे। अब चाहिँ मैले माथिबाट हाल्दिनुपर्ने सामग्रीहरू हाल्दिन लाए, देख्न सक्नुहुन्छ। फर्स्टमा चाहिँ मैले प्याज हाल्दिएँ अनि खुर्सानी अनि धनिया हाल्दिसकेँ। अब चाहिँ यसमा हल्का स्वाद ल्याउनको लागि नुन, मरमसलाहरू, खुर्सानीको धुलो, यो चाहिँ हाम्रो घरमै रेडी भएको सबै कुरा मैले माथिबाट ठ्याक्क टाइम मिलाएर हालिदिएँ। अनि त्यसपछि अब माथिबाट झैँ तरिकाले झान्दिन पर्यो। माथिबाट तेल अनि बेसार अनि त्यसपछि तोरीले मैले झानिदिएँ। अब चाहिँ यसलाई मजासँग मिक्स गर्नुपर्छ। भित्रभित्र मसलाहरू पुग्ने गरी मैले आलुमा मिक्स गरिदिएँ। अब आलु चाहिँ हाम्रो रेडी भइसक्यो। अब पालो आयो पिठो मुस्ने बेल्नीको। मैले खासै गोलो बनाउन त जान्दिनँ, त्यही पनि हेर्नु होला है, काम चलाउलाई चाहिँ हुन्छ मेरो। मलाई चाहिँ आलु पराठा धेरै मनपर्छ, त्यही भएर हाम्रो रुममा हप्ताको 1-2 चोटि आलु पराठा हामीले खाइ नै रहन्छौँ। हजुरहरूले चाहिँ कतिको आलु पराठा खानुहुन्छ, हजुरहरूको रेसिपी कस्तो छ, मेरो यहाँ केही कमी कमजोरी भए पार मलाई कमेन्ट गरिदिनु होला है। हामीले चाहिँ सानैदेखि आलु पराठा खान्थ्यौँ कि हाम्रो घरमा पनि मम्मीले धेरै आलु पराठा बनाउनुहुन्थ्यो, त्यही भएर हामीलाई सानैदेखि आलु पराठा एकदम मनपर्छ। त्यही भएर हामीले यहाँ रुममा पनि खाइरहन्छौँ बेला मौकामा। हाम्रो बनाउने तरिका चाहिँ त्यस्तो स्पेसल त छैन, यस्तै सिम्पलै हो। हुन त सबैले यस्तै गरी नै पकाउनुहुन्छ, त्यही पनि हेरेर माया गरिदिनु होला। यसरी अब मैले रोटी बेल्दैछु, देख्न सक्नुहुन्छ। अब हेरेर माया गरिदिनु होला। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला साथीहरू। अब हामीले यत्तिको बेलेर रेडी भइसकेपछि अब हामीले माथिबाट आलु हाल्नुपर्छ। आलु हाल्दा चाहिँ एउटा ठाउँमा मात्र होइन, चारै ठाउँमा फैलाएर हाल्नुपर्छ। अहिले फेरि बेल्दाखेरि फैलिएन भने मिठो हुँदैन, कतै आलु हुन्छ कतै आलु हुँदैन नि त। त्यही भएर हामीले आलु हाल्दाखेरि चाहिँ चारैतिर फैलाएर हाल्न सकिन्छ, देख्न सक्नुहुन्छ। कसैले चाहिँ पहिल्यै आलु हालेर बेल्नु रहेछ। यो चाहिँ हाम्रो रेसिपी, अब हाम्रो रेसिपी भनौँ कि मम्मीले सानैदेखि यस्तै गरी बनाउनुहुन्थ्यो, त्यही भएर अब मम्मीको देखेर सिकेको। हामीले चाहिँ यसरी बनाउँछौँ। आलुलाई चारैतिर पर्ने गरी पहिला आलुलाई यसरी राख्छौँ अनि फेरि बेल्छौँ कि हामीले यसलाई गुटुमुटु पारेर। देख्न सक्नुहुन्छ मैले आलु राख्दैछु। यसरी बनाएको चाहिँ एकदमै मिठो हुन्छ। घिउमा आलु पराठा बनाएको चाहिँ एकदमै मनपर्छ मलाई। यो चाहिँ दाइले भिडियो बनाइदिँदै थियो, रुममा दाइ र म थियौँ अनि मैले चाहिँ यसरी आलु पराठा बनाउँदै थिएँ। हामी दुईजनाले यसरी आलु पराठा बनाएर खानी तर्खर गरेर यसरी बनाउँदैछौँ, हेर्न सक्नुहुन्छ हजुरहरू साथीहरू। अब चाहिँ हामीले यसरी यत्तिको आलु हालिसकेपछि चाहिँ अब फोल्ड गर्नुपर्छ। फोल्ड गर्दाखेरि चाहिँ धेरै केयरफुल हुनुपर्छ, यो पातलो हुन्छ नि त, त्यही भएर चेत्तिने सङ्ख्या अलि धेरै हुन्छ। त्यही भएर हामीले यसरी मजासँग फोल्ड गर्नुपर्छ। मोमो बनाउने मान्छेलाई त थाहा हुन्छ, मोमो फोल्ड गर्ने मान्छेलाई त यो फोल्ड गर्न गाह्रै हुँदैन। अनि यसरी फोल्ड गरिसकेपछि अब बेल्दाखेरि चाहिँ भित्र आलु हुन्छ नि त, त्यही भएर यो फुट्ने चान्स पनि धेरै हुन्छ। त्यही भएर सुस्त मिलाएर हामीले बेल्नुपर्छ। देख्न सक्नुहुन्छ मेरो त्यहाँ अलिअलि फुटिसकेको छ। फुटेपछि आलु निक्लिन्छ। आलु निक्लियो भने त हाम्रो आलु पराठा मिठो हुँदैन। त्यसपछि त्यसलाई पछि पकाउन पनि गाह्रो हुन्छ। त्यही भएर यो बेल्दाखेरि चाहिँ मेन हामी केयरफुल भएर बेल्नुपर्छ। मैले पनि अब राम्रोसँग बेल्दै थिएँ, सुस्त, नत्र फेरि मेरो फुट्न लागिसकेको थियो। यसलाई ठुलो सेप चाहिँ दिनु हुँदैन, ठुलो सेप बनाउँदाखेरि यो फुट्ने चान्स अझै धेरै हुन्छ। त्यही भएर ठिक्क सानो गोलो बनाउन पर्छ। अब यत्तिको भइसकेपछि चाहिँ मेरो फुटिसकेको थियो, तर पनि यत्तिको ठिकै छ। म एउटा दुइटा गर्दै पकाउँदै थिएँ, आफै बेल्दै आफै पकाउँदै थिएँ कि, त्यही भएर घरि उता बेल्न पर्थ्यो, घरि यता पकाउनु पर्थ्यो। दाइको इक्जाम थियो, त्यही भएर उसले चाहिँ पढ्दै थियो। अनि यसरी अब पकाउनतर्फ लागेँ। पकाउने तरिका त सिम्पल नै हो, रोटी पकाए जसरी हो। पहिला सुरुमा एउटा साइड पकाउने, अर्को साइड फर्काइ एकछिनसम्म पकाउनुपर्छ। यत्तिको पाकिसकेपछि चाहिँ हामीले माथिबाट घिउ हाल्न सकिन्छ। घिउको साटो तेल हाल्न पनि सकिन्छ। अझ हाम्रो रुममा चाहिँ घिउ थियो, त्यही भएर घिउले अझै मिठो स्वाद ल्याउँछ भनेर हामीले चाहिँ घिउ नै हाल्छौँ रोटीमा। यसरी एउटा साइडमा घिउ हालेर पकाएँ मैले, अनि रातो भइसकेपछि फेरि अर्को साइड फर्काएर फेरि मजासँग पकाइसकेँ। यत्तिको पाकेपछि चाहिँ अब हाम्रो यो लगभग रेडी भइसक्यो खानाको लागि। रातो कलर देखेपछि यो खाँदा पनि मिठो हुन्छ नि त, भित्रभित्र पाक्छ। पाकेन भने चाहिँ यो काँचो रोटीले हाम्रो पेट दुखाउँछ। त्यही भएर एकछिनसम्म स्लो ग्यास गराएर मजासँग पकाउनुपर्छ। यत्तिको भएर पाकिसकेपछि अब आलु पराठासँग चट्नी नखाने कुरा त भएन। मैले यसरी टमाटरलाई र लसुनलाई चाहिँ यसरी फ्राई गरिसकेकी थिएँ तेलमा, अनि फ्राई गरेर अनि यता मजासँग पिसेँ। अनि माथिबाट खुर्सानी सबै हाल्नुपर्ने कुराहरू सबै हालिदिइसकेँ। अब यसरी चाहिँ हाम्रो खानेकुराहरू टक्कसँग रेडी भइसक्यो। अब चाहिँ हामी मजाले खाएर इन्जोय गर्छौँ। हजुर पनि मेरो भिडियो हेरेर इन्जोय गर्नुभयो होला। लाइक, कमेन्ट गर्न चाहिँ नभुल्नु होला। थ्याङ्क यू फर वाचिङ। बाइ बाइ गाइज, लभ यू।